नमस्कार, म ताराबहादुर पाखरिन। म यस हरिहरपुर गढी गाउँपालिका वडा नम्बर 2 शिरपुर स्थित अर्थात् झन्झनी शिरपुर अन्तर्गत रहेका मदन भण्डारी राजमार्ग अन्तर्गत चाहिँ मैले भिडियो गरिरहेको अवस्था छ। यो भिडियो हेरेर सबैले साथ सपोर्ट र सल्लाह सुझाव प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। यो गाउँपालिका क्षेत्र हो, हाम्रो गाउँपालिका कार्यालय क्षेत्र हो। यो कार्यालय क्षेत्रको आसपासको हाइवे यस प्रकारको रहेको छन् र त्यसपछि हाम्रो पालिका कार्यालय अगाडि यहाँ थकाली भान्साघर रहेको छ र अलिकति अगाडि प्रहरी चेकपोस्ट, प्रहरी चौकी झन्झने अन्तर्गत रहेका प्रहरी चेकपोस्ट रहेको छ। यो चाहिँ प्रहरी चेकपोस्ट हो। यो प्रहरी चेकपोस्टको यो फर्काएर देखाइसकेको छौँ र त्यसभन्दा अगाडि अब हामी जाँदैछु, मेरो घर जाँदैछु। अब मेरो घर जाने क्रममा चाहिँ मैले यो भिडियो गरेको। यो मदन भण्डारी राजमार्गको हाइवे हो। यो नयाँ रोड हो। रोड बनेको धेरै वर्ष भएको छैन, लगभग 5-6 वर्ष भयो होला। हामी यसरी ब्लग बनाइरहेको अवस्था छ साथीहरू। यो चाहिँ शिरपुर मेरो गाउँ जाँदैछु अहिले। मेरो यतापट्टि पसल थियो, म पसल चाहिँ बन्द गरेर अहिले आफ्नो घर जाँदै गरिरहेको अवस्था छ। यो दायाँ बायाँ पनि घर रहेको छ र मेरो चाहिँ यो बजार क्षेत्रमा अहिले बन्दै गरिरहेको घर पनि मेरै हो। यो शिरपुर हो। शिरपुर यो एउटा घर चाहिँ नेवारको हो, बनिसकेको छ। यो घर चाहिँ मेरो है। यो घर मेरो अब बन्न बाँकी छ, अब कम्प्लिट हुन बाँकी रहेको छ। शिरपुर यो यता सिन्धुली जाने साइड र यो बागमती जाने रोड यही हो। अब यो बागमती जाने रोडबाटै मेरो घर पुगिन्छ। मेरो घर चाहिँ अलिक पर, अब यहाँबाट अलिकति तल हो। यहाँ हेर्दै जान सक्नुहुनेछ। यो शिरपुर बजारको आसपास क्षेत्र हो। यो मेरो घर यहाँबाट सजिलैसँग पुगिन्छ। यहाँ अगाडि ट्र्याक्टर रहेको छ। यो ट्र्याक्टरलाई चाहिँ हामी अगाडि बढेर जाउँ, ओभरटेक गरेर जाउँ जस्तो लागिरहेछ। म ट्राई गर्दैछु। ट्र्याक्टरलाई चाहिँ झप्पै रोकाएर अगाडि जाउँ भन्ने मेरो एउटा धारणा रहेको छ। ठिक छ। अब हामी शिरपुर ओह्रालो हो। अब ओह्रालोबाट चाहिँ यो ओह्रालो अलिकति सोलिङको बाटो छ यो होइन, ढुङ्गा सोलिङ रहेको छ। यो सोलिङमा चाहिँ अलिकति उफ्रिन सक्छ है। र यहाँबाट देख्न सक्नुहुनेछ मेरो शिरपुर, मेरो घर, मेरो गाउँ देखिसकेको छ। यो लगभग मेरो घर अलिक पर अघि देखाएको। यो चाहिँ ग्राभेल बाटो हो, पिच बाटो चाहिँ होइन। यो चाहिँ कच्ची बाटो, शाखा सडक हो। यो कच्ची नै भए पनि यहाँबाट चाहिँ विभिन्न किसिमको कार, बसहरू सबै हिँड्छ यहाँबाट। यहाँ पनि अलिकति सोलिङको बाटो रहेको छ, अलिकति मात्र छ यहाँ सोलिङको बाटो। यहाँबाट कट्ने बित्तिकै मेरो घर पुग्नै आँटिसकेको अवस्था छ है। अब यो वाइबर टोल आउँदैछ। यहाँ वाइबर टोल हो। यो मकै चाहिँ खरडीले गर्दाखेरि मकै पनि सुकिसकेको अवस्था छ। मकै यसपालाको मकै भनेको पानी बिनाको माछा जस्तै भइरहेको छ बिचरा है। यो मेरो गाउँ हो। मेरो गाउँ आउँदैछ है साथी हो। यो चाहिँ हरिहरपुर गढी गाउँपालिका वडा नम्बर 2 शिरपुरमा परेको छ। राई बस्तीहरू हुन्छ यो राई बस्तीहरू। यो मेरो मामा जेठा मामा पनि आउँदै हुनुहुन्छ। ठिक छ। अब यहाँबाट अगाडि बढ्दै गइरहेको अवस्था छ। हामी गइरहेको अवस्था छौँ। पहिले यहाँ नर्सरी बनाएको थियो, यो पटेचित्र अहिले छोडिसकेको छ। मेरो गाउँ, मेरो बस्ती आउँदैछ। सानो घरहरू छ मेरो गाउँमा, एकदम सानो कटेजहरू छ। बिचरा गाह्रो छ, जिउनलाई गाह्रो छ बिचरा, के गर्नु है। मेरो गाउँ आउँदैछ। मेरो घर पनि आइसक्यो है। मेरो घर आइसक्यो। म अब मेरो घरतिर फर्किन्छु। अब यहाँ सिद्ध मेरो यो सानो कटेज घर मेरो हो। मेरो दिदी बहिनीहरू सबै यहाँ बसिरहेको छ। मेरो छोरी है, यो निलो छोरीहरू छ, एउटा भान्जी। त्यसपछि यहाँ धेरैजना हुनुहुँदो रहेछ। मेरो ज्वाइँ, जेठा ज्वाइँ पनि हुनुहुँदो रहेछ है। ल अब चाहिँ रमाइलो हुने भयो जस्तो लागिरहेछ सबैजना।